यहाँहरु सबैजनालाई जय मसीह। आज म तपाईहरुको समक्ष एउटा सानो भिडियो लिएर आएको छु र यो भिडियो चाहिँ सेभेन्थ डे एडभेन्टिस्ट चर्च विश्वासीहरूले किन सुँगुरको मासुलाई खानुहुन्न भन्ने विषयमा रहेको छ। यद्यपि तपाईहरु यस विषयमा थुप्रै कुराहरु जान्नुहुन्छ। तपाईहरुलाई थाहा छ एडभेन्टिस्टहरूले किन सुँगुरको मासुलाई खाँदैनन्, यो सम्प्रदायले किन सुँगुरको मासुलाई निषेध गरिरहेको छ भन्ने कुराहरु तपाईहरुलाई थाहा छ। संसारभरिका विश्वासीहरूले केही सम्प्रदायका विश्वासीहरू बाहेक प्राय अन्य विश्वासीहरूले सुँगुरको मासुलाई अहिले वर्तमान अवस्थामा पनि खाइरहेको अवस्था छ। भए तापनि सेभेन्थ डे एडभेन्टिस्टहरूले विशेष नखानुको केही बुदागत रूपमा कारणहरू छन् र यो कुराहरू आज म तपाईहरुलाई छुटकरीमा खुलाउन गइरहेको छु। किनकि हामीले सबभन्दा पहिला हामी विश्वासी भइसकेपछि कुनै पनि कुरा खोज्नका लागि, कुनै पनि कुरा बुझ्नका लागि, कुनै पनि कुराको जानकारी प्राप्त गर्नका लागि हामीले सर्वप्रथम धर्मशास्त्र बाइबललाई खोजेर हेर्नुपर्ने हुन्छ र हामीले बोलेका सम्पूर्ण गवाहीका कुराहरू, साक्षीका कुराहरू सबै धर्मशास्त्रभित्रबाटै हुनुपर्छ भन्ने हाम्रो उद्देश्य हो। त्यहाँभन्दा बाहिरको मनगढन्ते कुराहरू हामीले कल्पना गरेर काल्पनिक कुराहरू हामीले बताउन मिल्दैन। त्यो भएको कारणले गर्दा आज म तपाईहरुलाई पवित्र धर्मशास्त्र बाइबलबाट प्रमाणित भएको यो कुरा देखाउन चाहन्छु कि हामी सेभेन्थ डे एडभेन्टिस्टहरूले किन सुँगुरको मासु खाँदैनौँ। पवित्र धर्मशास्त्र बाइबललाई हामी जब उत्पत्तिको पुस्तकबाट हामी हेर्दै प्रकाशको पुस्तकसम्म अथवा पहिलो पानादेखि लिएर बाइबलको अन्तिम पानासम्म जब हामी पल्टाएर हेर्छौँ, त्यहाँ हामीले कहीँ पनि सुँगुरको मासु शुद्ध हो र यो भोजन हो, यो खान मिल्छ, यो तिमीहरूले खाऊ भनेर परमेश्वरले कुनै पनि पानामा भन्नुभएको पाउँदैनौँ। न त परमेश्वरले भन्नुभयो, न त अगमवक्ताहरूले भन्नुभयो, न त राजाहरूले भन्नुभयो, न त कुनै प्रेरितहरूले, न त कुनै येशूका चेलाहरूले नै यसलाई खानुहुन्छ भनी भन्नुभयो है। यसको मतलब के हुन्छ भने हामीले धर्मशास्त्र बाइबललाई जतिचोटि खोलेर पल्टाएर हेरे पनि सुँगुरको मासु अशुद्ध हो, यो खानुहुन्न भनेर नै यसको विषयमा नै हामी बाइबल धर्मशास्त्रमा पाउँछौँ। अनि हामीले सुँगुरको मासु नखानुको कारण के छ भने परमेश्वरले सुँगुरको मासुलाई अशुद्ध हो, यो तिमीहरूले नखानु, नछुनु भनेर स्पष्टसँगै आज्ञा दिनुभएको छ। परमेश्वरको आज्ञालाई हामीले कुनै पनि हालतमा उल्लङ्घन गर्न सक्दैनौँ। त्यो भएको कारणले गर्दा सेभेन्थ डे एडभेन्टिस्ट चर्चका विश्वासीहरूले सुँगुरको मासु खानुहुन्न। अर्को नम्बरमा भन्नुपर्दा सुँगुरको मासु कदाचित पनि भोजन होइन। परमेश्वरले हामीलाई खानको निम्ति, हामी बाँच्नको निम्ति, जीवनयापन गर्नको निम्ति दिनुभएको भोजन भनेको उत्पत्तिको पुस्तक 1 अध्यायको 29 पदमा हामी स्पष्टसँग पाउँछौँ। त्यहाँ हाम्रो निम्ति दिएको भोजन अन्न, कष्टफल, फलफुल तथा सागसब्जीहरूबाट हाम्रो खाना बन्दछ है। जुन फलमा नै त्यसको बिउ रहेको छ, त्यो अनि सागपातहरू तिमीहरूको निम्ति आहारा हो भनेर परमेश्वरले यसरी आज्ञा दिनुभएको छ र त्यो चाहिँ हाम्रो ओरिजिनल भोजन हो है। हामीले जुनसुकै किसिमको मासु मांसहरू खाए तापनि त्यो हाम्रो लागि ओरिजिनल भोजन होइन र हामीले त्यो ओरिजिनल भोजन खाइरहेका छैनौँ। वास्तवमा हामी सक्छौँ भने हाम्रो स्वास्थ्यको लागि चाहिँ मासु नै नखानु एकदमै उत्कृष्ट, सर्वोत्तम उत्कृष्ट हुन्छ। तर परमेश्वरले हामीलाई जलप्रलय पश्चात केही सागपातहरू, केही अन्नहरू चाहिँ यस पृथ्वीमा नभएको कारणले गर्दा परमेश्वरले नोआको समयदेखि हामीलाई चाहिँ शुद्ध भोजनहरू, शुद्ध पशु पक्षीहरू पनि खाने अनुमति दिनुभएको छ। अनि त्यसपछि पनि मानिसहरूले चाहिँ यी पशु पक्षीहरूलाई चाहिँ खाँदै आइरहेको अवस्था पनि हो। अनि अर्को नम्बरमा हामीले सुँगुरको मासु नखानुको कारण चाहिँ परमेश्वरले कोरिन्थीको पुस्तक 6 अध्यायमा स्पष्टसँग भन्नुभएको छ कि तिमीहरूको शरीर पवित्र आत्माको मन्दिर हो। के तिमीहरूलाई थाहा छैन तिमीहरू भित्र पवित्र आत्मा परमेश्वर वास गर्नुहुन्छ?
यसको मतलब के त भन्दा हाम्रो शरीर पवित्र आत्माको मन्दिर हो, परमेश्वरको मन्दिर हो। पवित्र आत्मा परमेश्वर हाम्रो हृदयमा वास गर्नुहुन्छ र हामीले कुनै पनि अशुद्ध थोकहरूलाई खायौँ होइन, हामीले अशुद्ध ठहरिएको चिजहरूलाई हामीले सेवन गऱ्यौँ भने हामीले परमेश्वरको मन्दिरलाई अशुद्ध तुल्याएका हुन्छौँ। र जब हामीले परमेश्वरको मन्दिरलाई अशुद्ध तुल्याएका हुन्छौँ तब हामीले कहिले कदाचित पनि म पवित्र छु, म सिद्धतामा अगाडि बढिरहेको छु भनेर भन्दा अलिकति हामी चाहिँ ब्रेक लाग्न सक्छ। त्यो भएको कारणले गर्दा हामीले हाम्रो शरीरलाई पवित्र, चोखो, शुद्ध राख्नुपर्छ। त्यसको लागि पनि हामीले सुँगुरको मासु खानु हुन्न र खाँदैनौँ पनि। र अर्को नम्बरमा रहेको छ यो सुँगुरको मासु स्वास्थ्यको लागि एकदमै हानिकारक छ, एकदमै धेरै बोसो, चिल्लो पदार्थ अधिक रूपमा भएको मासु भएको कारणले गर्दा हामीले सुँगुरको मासु खानुहुन्न। बाइबल धर्मशास्त्रले पनि यसलाई चाहिँ खानुहुन्न, यो अशुद्ध हो भनेर प्रविधान गरेको हामीले पाउन सक्छौँ है। एसायाको पुस्तक 65 अध्याय र 66 अध्यायमा हामी त्यहाँ हेर्छौँ भने त्यो स्पष्ट के पाउँछौँ भने जसले आफूलाई शुद्ध पारेर सुँगुरको मासु, मुसाको मासु जस्ता घिनलाग्दा थोकहरू खान्छन् र त्यसको पछि लाग्छन् तिनीहरूको एकसाथ अन्त हुनेछ है। तपाईँ हामी के को पछि लगिरहेका छौँ है, के को पछि हामी दौडिरहेका छौँ? हामी सिद्धताको पछि दौडिरहेका छौँ कि अशुद्धताको पछि दौडिरहेका छौँ? यो कुरालाई हामीले एकदमै ख्याल गर्न आवश्यक छ। यिनै कुराहरूलाई आधार मानेर हामी सेभेन्थ डे एडभेन्टिस्ट सम्प्रदायले सुँगुरको मासुलाई खाँदैनौँ, किनकि हामी सेभेन्थ डे एडभेन्टिस्टहरूको सिद्धान्तहरू जुन छ 28 वटा सिद्धान्तहरू, यी सबै सिद्धान्तहरू हामीले पवित्र धर्मशास्त्र बाइबलबाट लिएर राखेका हौँ र यिनै धर्मशास्त्रभित्र रहेर हामी परमेश्वरको सेवा आराधना, उहाँलाई आदर प्रशंसा भक्ति महिमा चक्राइरहेका छौँ। त्यसै कारणले गर्दा हामी सेभेन्थ डे एडभेन्टिस्ट चर्चका विश्वासीहरूले, अगुवाहरूले, सबैजनाले यो सम्प्रदायभित्र रहने कसैले पनि सुँगुरको मासुलाई हामीले खाँदैनौँ। हामीले नखानुको कारणहरू चाहिँ थुप्रै छन्, तर आजको भिडियोमा मैले तपाईँहरूको समक्ष यति नै भन्न चाहेँ। हस्, हेरिदिनु भयो, तपाईँहरू सबैजनालाई धन्यवाद। सुनिदिनु भयो, परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। थ्याङ्क यू।